पैसा म आज पैसा भन्ने टपिकमा कुरा गर्न चाहन्छु। पैसा बिना जिन्दगीमा चल्ने सधैँ चल्दैन रहेछ है। पैसा यति पावरफुल छ, अब तपाईँले सोचेको भन्दा हजारौँ गुणा ज्यादा पावरफुल छ। किन भन्दा हामी सामान्य कुरा गर्दा कहीँ जाँदा सुसु अथवा टोइलेटको पनि पैसा लाग्छ है, लाग्छ त्यो पनि मैले तपाईँले भन्नुभएको होला। त्यो सबैको जीवनमा सायद बाहिरी रहने मान्छे आफ्नो घर गाउँभन्दा बाहिरी रहने मान्छेले त्यो फेस गरेको छ पक्का। त्यस्तै जुनसुकै काम गर्नुहोस्, तपाईँ शिक्षादेखि व्यापार गर्नुहोस् या कहीँ यातायात गर्ने बेला पनि तपाईँ यात्रा गर्नुहोस्, जुनसुकै एभ्री टाइम पैसा भएन भने तपाईँ घरभन्दा बाहिर निस्किन सक्नुहुन्न। त्यो चाहिँ तपाईँलाई पनि थाहा होला, मलाई पनि सबैलाई थाहा छ। त्यो भनिरहनु पर्ने कुरा चाहिँ होइन जस्तो लाग्छ। किनभने तपाईँले केही काम गर्दा पनि पैसा बिनाको रिजन काम गर्नु भएको छैन नि। मैले पनि गरेको छैन है। त्यो मेरो भगाइबाटी भनेको सायद तपाईँले पनि गर्नु भएको छैन होला। तपाईसँग यदि पैसा छ भने तपाईँ जे गर्न पनि सक्नुहुनेछ। जता पनि जे चाहे त्यही जस्तो पनि काम नहुने, पैसा बिना नहुने काम नै छैन है। यदि पैसा छ भने, यदि पैसा छैन भने तपाईँ अरू त छोड्नुहोस्, तपाईँको घरकै मान्छेले तपाईँलाई चिन्न छोडिदिन्छ। जस्तै कि बुवा, भाइ, दाइ, दिदी, आफन्त सबैले तपाईँलाई गन्न छोड्छ। त्यो पनि मैले फेस गरेको छु। सायद तपाईँको जीवनमा नि त्यो यदि तपाईँ क्लास 2 अथवा एससी दिइसकेको छ भने तपाईँले पनि भोग्नुभएको होला। सायद कसैले भोगेको होइन होला, तर प्राय मान्छेले सबैले भोगिसकेको छ। त्यो आफन्तले कति पेल्छ, आफन्तले के भन्छ, सक्यो सिद्धियो, त्यहीको त केही औकात छैन भन्ने जस्ता विभिन्न कुराहरू उठ्छन्। तर कसैले पनि बुझ्दैन कि त्यसको मनमा कति पीडा छ, होइन, किन त्यो स्थितिमा चलिरहेछ, होइन, किन गरिसकेको छैन। त्यस्तो कुराहरू कसैले पनि बुझ्दैन। मनी भयो भने तपाईँसँग पैसा छ भने तपाईँसँग जसैले पनि तपाईँलाई गन्छ, साथी भाइ सबै तपाईँको पछि आउँछ, कुरा गर्छ, होइन, यस्तो गफ दिन्छ तपाईँलाई। तर यदि तपाईँसँग पैसा छैन भने अब तपाईँ बोल्नु त पर कुरा हो, तपाईँको नजिक पनि आउन खास उचित ठान्दैन मान्छेहरू। अरू जे भयो पनि तपाईँ या अरू होस् या खुदै म होस्, पैसा बिना चल्न सक्दैन क्या। पैसा बिना एक किस्तो पनि चल्न सक्दैन। अरे खानालाई त पैसा चाहिन्छ भने, बस्नलाई त पैसा चाहिन्छ भने
अब शिक्षालाई शिक्षा पाउनलाई नै पैसा चाहिन्छ भने अरू कुरा त त्यत्तिकै हो। अब तपाईँ सोच्नै सक्नुहुन्न, त्यस्तो सोच्नै सक्नुहुन्न कि तपाईँ पैसा बिना कल्पनै नगर्नुहोस्। मनी इज एभ्रिथिङ भन्छ नि, त्यही भएर भन्छन् क्या, मनी भयो भने सबै थोक हुन्छ, मनी छैन भने तपाईँको आफन्त, तपाईँको आमा बुवा, तपाईँको दाइ भाइ, तपाईँको खुट्टै तपाईँको श्रीमती लिनु गर्दैन कि डिभोर्स दिएर जान्छ श्रीमती लिनु भनेपछि अब पैसाको कति महत्त्व, कति पावर छ भन्ने तपाईँ आफैले पनि भोगिसकेको होला। तर भोगेको छैन भने त्यो तपाईँको समय आउनेछ, कुनै दिन समय आएको दिन तपाईँले बुझ्ने हुनेछ कति महत्त्व छ भनेर। त्यही छैन, तपाईँ 9-10 क्लास पढ्दैछौ भने अथवा 11-12 अथवा ब्याचलर अहिले अध्ययनमै छौ भने जब तपाईँ पढेर सिद्धेर कहीँ पनि काम नगरेको अवस्थामा तपाईँ घरमै बसिरहनुहुन्छ नि, तब आफन्तले कति पेल्छ, आमा बुवाले के भनेर बोल्छ भनेर त्यतिखेर तपाईँ भोग्नुहुनेछ। त्यतिखेर सोच्नुहुन्छ कि अहिले तपाईँ यस्तो सोचिरहन्छ मनी भनेको केही होइन, मनीले केही पनि गर्दैन, पैसाले केही पनि गर्दैन भन्ने सोच धारणा छ नि तपाईँको। कुनै दिन त्यो ठ्याक्क उल्टो भइदिन्छ। पैसा नभयो भने तपाईँसँग कसैले गर्दैन क्या। तपाईँ सोच्नुहुनेछ पैसै रहेछ सबै पावर र जिन्दगीमा पैसा चाहिँ कमाउनुपर्छ भन्ने तपाईँकोमा धारणा विचार आउँछ नि, तब थाहा हुन्छ कि पैसाको महत्त्व छ भनेर। त्यतिखेर बुझ्नुहुन्छ सबै कुरा के एभ्रिथिङ। जब तपाईँको घरको मान्छेले सपोर्ट गर्दैन नि, तब थाहा हुन्छ मेरो औकात, मेरो स्थिति, मेरो परिस्थिति के हो भनेर। त्यतिखेर तपाईँ बुझ्नुहुनेछ, त्यो पक्का हो क्या। यदि तपाईँसँग टन्न पैसा छ भने तपाईँ आफ्नो औकात के हो होइन, कसैले दिएको छ भने, जस्तै अहिले साथीहरूसँग घुम्न गयो भने पैसा भएको बेला कसैले केही पनि भन्दैन कि। यदि तपाईँसँग पैसा छैन भने एक दिन ठिक छ भन्ला, 2 दिन ठिक छ भन्ला, तेस्रो चौथो दिन त तपाईँलाई नभने पनि तपाईँको साथीहरू आपसमा कुरा गर्दै जान्छन् क्या। त्यो त यार कति हामीले वास्तव पाइराख्नु, कति हामीले यति गर्ने भन्ने त्यस्तो भावनाहरू कुराहरू गर्छन् क्या। यदि पैसा तपाईँसँग छ भने त्यो कुरा उठ्दैन है, किनकि तपाईँको पछि तपाईँको साथीहरू हुनुहुन्छ, किनकि तपाईँसँग टन्नै पैसा छ भने। यदि तपाईँसँग पैसा छैन भने साथीहरूले त गन्दैन है, विश्वासै गर्दैन, त्यो लाइकको मान्छे ठान्दैन। तपाईँलाई मेरो साथी हो भन्ने उसको दिमागमै आउँदैन। अनि दिमागमा नगयो भने त्यो सम्बन्धको के काम? पैसामा हो सम्बन्ध चल्ने। यति बुझ्ने हो भने हामीले साथी आफन्त होइन, आमा बुवा दाइ भाइ यति बुझ्ने हो भने पैसा भन्ने ठुलो कुरा होइन भन्ने बुझ्नुपर्छ। भोलि पनि आउँछ उसको पालो। कुनै आज उसको स्थिति खराब छ भने भोलि कुनै दिन उसको स्थिति सुध्रिन पनि सक्छ क्या। तर त्यो कुरा बुझ्दैन क्या साथीहरूले। किनकि साथी आफन्त सबैको दिमागमा यस्तो जान्छ कि म्यानमा यस्तो
सेभ भइसकेको हुन्छ कि छापिसकेको हुन्छ कि पैसा नै यो संसार चलेको छ भन्ने भावना तपाईँको साथी आफन्तमा छापिसकेको हुन्छ क्या दिमागमा। त्यही भएर भन्ने गर्छन् सुतेको मान्छेलाई उठाउन सजिलो हुन्छ, सुतेको मान्छेलाई उठाउन सजिलो हुन्छ, सुतेको भ्यास राख्ने मान्छेलाई उठाउन गाह्रो हुन्छ। तर त्यत्तिकै भन्ने भएन क्या। यदि साँच्चीको सुतेको छ भने एक दुईचोटि बोलाउँदा आन्सर दिइहाल्छ क्या। यदि सुतेको भ्यास राखेको छ भने जति तपाईँले चिल्लाउनुहोस्, कराउनुहोस्, गाली गर्नुहोस्, जुनसुकै गर्नुहोस्, उसलाई केही मतलबै हुँदैन क्या। मतलब कसो कि उसलाई तपाईँतर्फको चाहनै हुँदैन। तपाईँले जे सुकै भन्नुहोस् तपाईँतिरको ध्यानै दिँदैन क्या। किनकि ऊ भ्यास राखेको छ नि। त्यही भएर मनी छ भने कसैलाई बोलाउनु पर्दैन क्या। कसैलाई मसँग यता जाउँ न भन्नै पर्दैन क्या। पछि आफै लागिहाल्छ। मनीको यति पावर रहेछ क्या। त्यो पनि मैले बुझ्ने मौका पाएँ जिन्दगीमा, भोगेँ। यदि आफूसँग पैसा छैन भने साथीहरूले बोलाउने त फरकै कुरा हो, तर तपाईँतिर हेर्दैन क्या। त्यस्तो अवस्था सायद तपाईँले पनि भोगेको हुनसक्छ। भोगेको छैन भन्दैन म, तर तपाईँले भोगेको हुनसक्छ। कुनै दिन सायद कुनै समय तपाईँले भोगेको हुनसक्छ। त्यही भएर अरू जे भयो भने पैसा चाहिँ कमाऊ है। अरू जे भयो भने पैसा चाहिँ या थोरै होस् या धेरै कमाओस्, तर पैसा चाहिँ कमाउनै पर्छ है। या 5 रुपियाँ भयो भने बचत गर्नै पर्छ है। किनकि आफूले सेभिङ गरेन भने कुनै बेला यस्तो अवस्था आइदिन्छ, त्यो अब तपाईँले मैले सोच्नै सक्दैन क्या। यस्तो चुनौती आउँछ कि त्यो अब म भनेर नि साध्य छैन। किनकि त्यो अवस्था कतिखेर आउँछ त्यो मलाई पनि थाहा छैन, तपाईँलाई पनि सायद थाहा छैन होला सायद। थाहा भएको भने भनिदिनु है मलाई पनि। म पनि त्यो समयको लागि सेभिङ गर्न सुरु गर्छु है। यदि तपाईँलाई त्यो कुरा थाहा भयो भने मलाई पनि जानकारी दिनु होला प्लिज। साँच्चीकै भने कि यस्तो आउँछ कि त्यतिखेर आफन्तले आफूतिर हेर्नु त पर जाओस्, के छ अवस्था, के चलिरहेछ जिन्दगी, के समस्या छ, म पनि हेल्प गर्छु। कसैले पनि भन्दैन। खै किन हो मान्छे दुनियाँमा स्वार्थी छ। आफ्नै जिन्दगीमा भाग दौड गर्नैमै मान्छेहरूको जिन्दगी बितिरहेछ। सायद तपाईँ पनि दौडिँदै हुनुहुन्छ होला, म पनि दौडिँदै छु। आफ्नो अवस्थालाई पार गर्दै, आफ्नो स्थितिलाई सुधार्दै म पनि अगाडि बढ्ने कोसिस गर्छु। तर किन हो सपोर्ट सहयोग गर्ने मान्छे नभएर हो कि के हो जस्तो लाग्छ। म पनि बार गिर्दै गरेको छु। त्यो अवस्था मैले पनि भोगेको छु। यदि तपाईँले पनि भोग्नु भएको होला। तर जिन्दगीमा पैसा भन्ने चिज चाहिँ कमाउनै पर्छ है। यदि
कमाएनौँ भने जिन्दगीमा जिन्दगीमा दुःख चाहिँ पक्का मिल्छ। त्यो त मैले फेस गरिसकेको छु। त्यो अवस्था आइसकेको छ। त्यो समय यति गाह्रो हुन्छ, त्यो अब म शब्दमा बयान गर्न सक्दै। खै अब तपाईँको जीवनमा कस्तो भएको छ र त्यस्तो अवस्था आएको बेला तपाईँले कसरी पार गर्नुभएको छ त्यो मलाई थाहा छैन। तर मेरो जिन्दगीमा मैले त्यो अवस्था, त्यो स्थिति, त्यो समस्यालाई पार गर्दा धेरै चुनौती मेरो जीवनमा आइसकेको छ। मैले पार गर्दा मैले बल्ल बल्ल पार पनि गरेको छ। सायद तपाईँले पनि त्यो पार गर्नुभएको होला। थ्याङ्क यू।